सम्पूर्ण भाइ बहिनीहरू हामी दुई ग्रुपमा भाइहरूको एउटा ग्रुप बहिनीहरूको एउटा ग्रुप बनाएर बस्छौँ त दुईटा ग्रुप बनाएर बस्छौँ त अनि यस्तो पातलो होइन यस्तो पातलो होइन क्या अलिक मिलाउनु पर्यो आसन भएन सर्वप्रथम आसन मिलाउँ सजिलो गरी आसन मिलाउने अलिक मिलाउनु पर्यो यो खाली भयो बिचमा खाली ठाउँ भयो यो आसन चाहिँ भएन क्या आसन मिलाएर बस्नु पर्यो क्या त्यो बिचमा होइन मिलाएर एकदम सिधा बनाएर आसन मिलाउँदा यसरी छरपष्ट बनाएर मिलाउने होइन आसन मिलाउँदा यसरी मिलाउने यसरी मिलाएर यसरी मिलाउने आसन यहाँ देख्दै हुनुहुन्छ हो यसरी मिलाउने आसन हो यसरी मिलाउँदा आसन सबैजना उठ्नु त एकदम सबैजना उठ्नु त यसरी मिलाउँदा आसन आसन मिलाउँदा यसरी तरिका भएन आसनको यदि शोभन यदि यो अगाडि आउनु त मानु खाली खान्छ अगाडि त्यसलाई मिलाउनु अलि मिलाउनु यहाँ क्यामेरा देखिरहनु भन्छ क्यामेराले फोटो खिच्छ अनि यो आसनै भएन भने कस्तो फोटो खिच्ला कम्तीमा बसाइ त राम्रो हुनु पर्यो नि पहिला उठ्नु त सबैजना उठ्नु त मिलेन त्यो आसन मिलेन ओ भाइ त्यो मिलाउँछ त्यो त्यस्तो हुँदैन त हेलो सम्पूर्ण भाइ बहिनीहरू हामी दुई ग्रुपमा भाइहरूको एउटा ग्रुप बहिनीहरूको एउटा ग्रुप बनाएर बस्छौँ त दुईटा ग्रुप बनाएर बस्छौँ त अनि यस्तो पातलो होइन यस्तो पातलो होइन क्या अलिक मिलाउनु पर्यो आसन भएन सर्वप्रथम आसन मिलाउँ सजिलो गरी आसन मिलाउने अलिक मिलाउनु पर्यो यो खाली भयो बिचमा खाली ठाउँ भयो यो आसन चाहिँ भएन क्या आसन मिलाएर बस्नु पर्यो क्या त्यो बिचमा होइन मिलाएर एकदम सिधा बनाएर आसन मिलाउँदा यसरी छरपष्ट बनाएर मिलाउने होइन आसन मिलाउँदा यसरी मिलाउने यसरी मिलाएर यसरी मिलाउने आसन यहाँ देख्दै हुनुहुन्छ हो यसरी मिलाउने आसन हो यसरी मिलाउँदा आसन सबैजना उठ्नु त एकदम सबैजना उठ्नु त यसरी मिलाउँदा आसन मिलाउँदा यसरी तरिका भएन आसनको यदि शोभन
यो अगाडि आउनु त तपाईँहरू खाली छ अगाडि त्यसलाई मिलाउनु अलि मिलाउनु यहाँ क्यामेरा देखिरहनु भएको छ क्यामेराले फोटो खिच्छ अनि यो आसनै भएन भने कस्तो फोटो खिच्ला कम्तीमा बसाइ त राम्रो हुनु पर्यो नि पहिला उठ्नु त सबैजना उठ्नु त मिलेन त्यो आसै मिलेन ओ भाइ त्यो मिलाउ त त्यो त्यस्तो हुँदैन त